दर्शक श्रोताहरू, यति बेला भुन्टी सिरियलमा भने केटीसँग रात बिताएर आएका भूपेन्द्रले आफ्नै ठुलो दाजुको झापड खाएका छन्। हो साथीहरू, अब त कहाँ थिइस् हिजो र कुन केटीसँग रात बिताएर आइस भनेर सम्म यता ठुला दाजुले भूपेन्द्रलाई निकै गाली गरेका थिए। हो साथीहरू, अझै पनि भूपेन्द्रले कुरा लुकाइरहेका थिए। साथीहरू, म साथीकोमा थिएँ त मैले हिजै सबै कुरा भनेको होइन भनेर सम्म अझै भूपेन्द्रले यस्ता कुराहरू गरिरहेका थिए भने यता भूपेन्द्रका दाजुले रङ्गे हात केटीसँग मस्कँदै हिँडेको आफ्नै आँखाले देखेपछि भूपेन्द्रको यस्ता कुरामाथि किन विश्वास गर्न सक्थे र। हो साथीहरू, अब जे जस्तो भए पनि भुन्टीसँग माफी मागेर भुन्टीसँगको सम्बन्धलाई राम्रो बना। पहिला तिमीहरू श्रीमान श्रीमतीको सम्बन्धलाई राम्रो बनाएर अनि त्यसपछि मात्र अरू कुराकानी गरौँला भनेरसम्म भनेका थिए भने यता भूपेन्द्रले अब आफ्ना दाजुको यस्ता कुरालाई इन्कार गर्दै अब चाँडोभन्दा चाँडो भुन्टीलाई डिभोर्स दिई म अरूसँगै रमाउन र अर्कै खुसीमा बाँच्न चाहन्छु सम्म भनेका थिए। हो साथीहरू, भूपेन्द्रका दाजुले पनि भूपेन्द्रको यस्तो निर्णय र यो कुरालाई सुन्न नसकेपछि अब भूपेन्द्रका दाजुले भूपेन्द्रलाई एक झापड गालामा लगाएका छन्। हो साथीहरू, सदाका लागि त्यस घरबाट निस्केकी भुन्टी पनि आफ्नो गर्भमा बच्चा रहेपछि अब सबै कुरालाई भुलेर आफ्नो सम्बन्धलाई अगाडि बढाउनु पर्छ भन्ने सोचले घर आएर भूपेन्द्रलाई सबै कुरा खुलेकी थिइन् भने अब आफूले गरेको गल्तीको महसुस गर्दै माफीसम्म मागेकी थिइन्। हो साथीहरू, बारम्बार भुन्टीले माफी मागिरहने क्रममा यता भूपेन्द्रले पनि अब भुन्टीलाई माफी नदिए उल्टै आरोप लगाएका थिए।